नमस्ते सो सबैजनालाई वेलकम छ सो आज हामीले चाहिँ एकदमै ट्रेन्डमा चलेको भाइरल सबैको भाइरल हो यो गइसकेको पनि छ तर हामीले ल्याउँदैछौँ सो आज भने चाहिँ हामीले कलर गिफ्ट एक्सचेन्ज गर्नेवाला छौँ तर एकदमै फनी हुनेवाला छ होइन सो है त के छ सुरु गरौँ ओके ल गरौँ ल्याउनु मेरो बेबी कुनै भयो आज भयो रेडी छिटो 1 छिटो न भयो 1 2 3 के यो मन पर्दैन अर्को पनि हेर्नु न तपाईलाई मन पर्छ कि मन पर्दैन मन पर्छ वा ए पाउँछ हो मेकअपको हाँसेको छ हेर्नु न ए उसले त यस्तो दामी लिएछ ध्यान मेरो अब सेकेन्ड के हो त्यो रेड हो आयो 1 2 पाउनु रहेछ त मेरो 3 1 2 3 यो तपाईलाई ब्लेन्डर हो चाहिरहेको थिएन ओइ के लेख्यो यो त्यो तपाईले देखाउनुहुन्छ नि के भन्छ अचार हैन नुडल्समा नुडल्समा हालेर ए थ्यांक यू सो मच थ्यांक यू खोल्नु आज मेरो खोल्नु ओइ खोला नि हुन्छ तपाईँ खोलेर देखाउनु पर्यो प्याकेट मात्रै देखाएर थ्यांक यू बिग्रेको थियो हैन थ्यांक यू ए यहाँ देखायो तर खासै मैले त उस गरेको थिएन ए तपाईँलाई त्यसमा यो मात्रै अचार मात्रै छोडे नाउ नेक्स्ट कलर के छ पिंक पिंक भयो भयो ल पिंक कलर ल ओके 1 2 3 वादी तपाईलाई के चाहियो नि ओइ एउटै भयो यो बडी गरे मैले आयो यहाँ भित्र छ है ए यो पनि ओइ यो त यस्तो गरे गाउनु ए मेकअप गर्दाखेरि हो ठिक्क लगाइदिनु भयो तपाईले चाहिरहेको थियो त्यो मेकअप राख्ने ब्रसहरू ओ माय तपाईँ यो मेरो सेम मिलेछ है ओइ त्यो त मैले थाहा थियो क्या मलाई मिलेछ ए मिल्यो हेर्नु त दुईटा माथे मैले तपाईँ ओइ मिल्ने त नि मिल्दैन होला जस्तो लागिरहेको थियो अब के छ व्हाइट व्हाइट ल ओइ मैले त त्यस्तो कस्तो फनी लिएर राख्नु ल भयो ल 1 2 3 गो तपाईलाई टोनर चाहिरहेको थियो नि हेर न टोनर अनि यो कप तपाईले नुडल्स खानुहुन्छ नि त धेरै ओ माय गॉड मलाई त सबै युजफुल हुने ल्याउनु भएको छ ए मैले तपाईलाई पिंक गरेर तपाईलाई व्हाइटमा दिनु भएको यसले के भन्नु भने नि मैले यो किने हैन मनले के भन्नुहुन्छ खोइ हो यो टिसी पेपर त साथी घरमा छ अरे कसरी देखिदिन्छ भने मैले त हेरेको थिएँ आयो हाँस्दा खोल्नु खोला हुन्छ साथी त कहाँबाट गर्नु सबै च्यातिदिउँ न नलाग्छ हौ बिचारेको मेहनतले गरेको के छ अर्को त व्हाइट है कस्तो राम्रो रहेछ ल थ्यांक यू साथी यो तिनीहरू राम्रो रहेछ है चोइस चाहिँ मलाई यो के गर्नु भने आफैमा हो ग्रीन हैन ग्रीन ल भयो रेडी 1 2 तपाईँले खानु नि हुँदैन त्यो मलाई थाहा थियो क्या अघि त्यो दिदीले के भन्नु भाउजूले ल ओ थ्याङ्क यू सो मच यो चाहिँ उसको हो के नट्सको हेल्दी म त हाँस्छु के गोल्डन गोल्डन हैन हैन ओरेन्ज 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 ओरेन्जमा मैले के लिएँ होला ओरेन्ज भयो
भयो 1 2 3 ओरेन्ज तपाईँलाई ओ माय गॉड पिसा हो यस्तो दिनु अहिले ओ थ्याङ्क यू सो मच वाउ कस्तो राम्रो ल्याउनु रहेछ नि हैन म देख्नु हैन वाउ 1 2 3 गो ओइ के गरेको त्यो तपाईलाई तलसँग छैन जस्तो लाग्यो के यो छैन त ओइ यो बोल्दैन हो हो ओइ थ्याङ्क यू सो मच हैन त ठीक छ ओइ दामी रहेछ त यार ओइ अब हाम्रो लास्ट कलर लास्ट हैन Black. ब्ल्याक ल मेरो ओइ पिङ्क चाहिँ पिङ्क गयो त हो यी परि पिङ्क त यहाँ पनि छ नि त बिर्सेछ सामान धेरै भएर बिर्सिनु भएको हेर्नु न ए मलाई आइडिया बोकेर आइडिया नआएर हो है मैले पनि लिन आँटेको थिएँ धन्दै लिनु रहेछ ल त पिङ्क छ थ्याङ्क यू लास्ट है ब्ल्याक कलर 1 2 3 गो के ल्याउनु 9 थ्याङ्क यू सो मच खोलेर हेर्नु न तपाईँलाई मन पर्छ मन पर्छ छ अनि त्यो छ थ्याङ्क यू ओइ मैले त त्यसबाट युजफुल हुने के दिएको सरी ल हुनु सबै युजफुल हुने त हुने ए तपाईँ सबै किचनको त जानु पर्यो रहेछ क्या हो कि थ्याङ्क यू सो मच छैन ल फाइनली होइन हाम्रो गेम सक्यो गेम सकेको छ यस्तो दामी दामी ल्याउनु भएको रहेछ होइन ओइ मलाई त सबै मन पर्यो यार साथी तपाईँले त यो त बेरोध भयो नि त आज त गेम त मेरो अर्कोचोटि गेम हुनु पर्दै थियो त्यो लिम्बूको त याद आयो कि ए अनलाइन मगाएको है थ्याङ्क यू सो मच उसले मलाई सुनिदिएको मगाउँछ नि त